साथीहरु किनरी म बाटोबाट ब्लग स्टार्ट गर्दैछु हामी चाहिँ घुम्न हिँडेको फ्यामिली टुर उसको पानी खाइस ये खाए मैले अर्को रक्सी त होइन गना थियो भन्नु पर्दाखेरि मैले माथिबाट ल्याइदिन्थेँ हामी चाहिँ यहाँ स्याङ्जाको बाटोमा बस्यौँ पोखरा जाने हिँडेको यो के पुल भन्छ त थाहा छैन तर डर लागेर हामी 3 जना चाहिँ 1 2 3 यहाँ बस्यौँ अरू चाहिँ उता जानुभएको कुन पुल चाहिँ म देखाउँछु है त यो पुल साथीहरू यो पुल तरेर मन्दिर जाने अरे हामी त यति पनि सकिएन जान मम्मीहरू जानुभयो कि हुनुहुन्छ मम्मीहरू सकिन्न हामी जान्छ डर लागेर घुमाएर यहाँ बस्यौँ यो राम्रो रहेछ है पिङको घर रहेछन् साथीहरू कसरी पिङ भयो होला बजारलाई देखाएर पिङ घर साथीहरू केले स्पोन्सर गरे यसरी बजारलाई यो घडी बाँध्नु नि डरान दिन भयो के गरेको होला त्यस्तो बिचारा ओ नानी के खाने निक्ल्यौ अलि छिटो समय भयो नि त्यहाँ हेरौला नि के खानु भन्नु लाग्छ छैन म चाहिँ खान्छु हामी भालु पहाड आम हजुर रमाइलो भयो साथीहरू त्यहाँ चटपटी त यस्तो राम्रो टुक्काउन त्यसलाई भिडियो चाहिँ बनाइदिएन छ कि हेरी फोटो खिच्दिन थालेर रमाइलो भयो यहाँ नि है मैले खाएँ होइन र फाइनल्ली हामी चाहिँ भाइरल आन्टीसित चटपटे आन्टीसित भेट भइयो है अनि जाडो सुरु भयो ए साने दाइ हुनुहुन्छ हामी सबै हामी मेरो सुप्रिम कहाँ गए अयो होटेलमा बस्नु आज हामी चाहिँ गाडी हाम्रो यस्तो छ साँझ भइसक्यो लाइट छैन मेरो मोबाइलमा हजुर कसलाई हामी हिँड्दैछौँ हामी त भाइ हिँड्दैछ देखेन अँध्यारोमा मन्दा पछाडि हुनुहुन्छ मलाई लाज लाग्छ बोल्न जाडो त अलिअलि रहेछ त्यस्तो जाडो त रहन्छ त्यस्तोमा के यस्तो रहेछ अहिले चाहिँ
जामले थाके सबै हालत खराब छ एनर्जी पनि 0 छ 0 आइज त पुरा गर्दै हिँड्नु खाना फाइनली खानाहरू पनि आइयो लास्ट थाकेला बस्नु पाउँछ कि खाएको होला सामान काला त्यस्तो आयो तो बनाएर कता खानुहोस् र यस्तो थाक्या यति तल रहेछ होटल माथि पुगेर आउन अब सुतिन्छ टक्क लाएर यस्तो टोपी लाउने फेरि यता मेक्सी लाउने अनि अब सुत्ने बाई बाई गुड नाइट साथीहरू यस्तो छ अवस्था रातिमा The next day फाइनली बिहान उठेर नुहाएर गाडेर रेडी भएर अब मन्दिर हिँडेको है साथीहरू त्यो पछाडि कस्तो हामी बस्ने होटलबाट हिमाल देखिन्छ टक्क लाएर अब हामी हिमालको नजिकै जाने हो हामी तालबारे जान्लाम साथीहरू सबै भएर तिमी पनि हामीले लाएर अब तर्ने हो है साथीहरू यस्तो गौडा उता फर्किनु उता बस्नु दुईजना बस्नु हो बेसी दुईजना बस्नु त त्यहाँ बस्नु जानु न ए म पछाडि गोल बनाउनु परिरहेको समात्नु पर्दैन आइसक्यो मन्दिर छिटो यता फर्किँदै आइसक्यो सिल्भर डल्ला चाहिँ अहिले जाने नि टिकटले होला नि मलाई त केही डर लाग्छ छैन माथि हिमाल लास्ट भइसक्यो क्या छिटो गर्नु त टुप्पोबाट हाल्नु डाल्नु मैले फुटाल्दैन त्यो जल्दैन चढा न हामीलाई पनि माछा हेर न माछा माछा यहाँ छोप्नै पाइन्न यिनी माछा उता उता गयो भने मार्छन् के कालो
यति गरेर अङ्कललाई हेल्प गरेन डुङ्गामा ल चिचामा सबै बादललाई छेकिसक्यो भाइ जाने माथि बाँकी तेरिका चाहिँ खाना खाने हिँड्ने हम पामे यिनी पनि भ्लग बनाउँदैछन् अरे यिनको पनि आइडी सब्सक्राइब गरिदिनु होला मेरो साथीहरूले यिनको साथीले नि मेरो के अरे च्यानल सब्सक्राइब गरिदिनु होला सानेर डाँडो हेऱ्यान् यता लागि पनि देखाउनु अब हामी चाहिँ पामे खाना हिँडेको यसरी बस्काएर बसेर भ्यू हेर्दै टक्क लगाएर त्यही हो यहाँ माथि बसेर खाएर हिँडियो हामी अब टक्क लगाएर अब मजा नि छाया आयो फाइनल्ली सिडियो भने चढे कि के हिमाल सब ढाक्यो यहाँ यति देख्यो अरू सब ढाक्यो त्यो उसके तालो यो फोटो भिडियो खिचेर टक्क लगाएर कस्तो न भित्र जाने यति राम्रो हामी महेन्द्र गुफा घुमेर आयो हामी बागलुङतिर देखाउने मेरोमा अगाडि मात्र राम्रो आउँछ कि यस्तो राम्रो मोबाइलमा बस्छ अब हामी आउनु थाल्यो अलिअलि देखिँदैछ हामी चाहिँ लाग्यो बागलुङतिर यति बेर भिडियो गरेको अब के भयो होला बन्जी जम्पिङ बस्छु म तपाईँहरू बस्नुहुन्छ अरे बन्जी जम्पिङ आएको त्यस्तो भयो अनि हेर्न हेरिकन अब राति भयो जाने अब गाडीमा टक्क बसेर कपडा सपडा लगाएर जाडो भयो अब त लगाएर हेलो यिनीहरू म अगाडि बस्ने हो अरू पछाडि बस्दैछन् अब बागलुङ जाने हो फाइनली हामी चाहिँ मालढुङ्गा आएर बस्दैछौँ
देखाउँछु क्या नातिनु न अब के भने मान्छेको गाडी लाज लाग्यो साथीहरू मालडुङमा रुममा आएर बस्यौँ अब यसो बाहिरको देखाउँछु नजारा यहाँ देखाउन नभन्नु म देखाउँछु है ल आन्टी मम्मी ठुलमम्मी अहिलेको रुम त यस्तो छ हिजोको अर्को थियो ल उयो झालबाट बाहिर हेरी कालीगढ नगी छ अरे म देखाउँछु है साथीहरू मर्निङको भ्यू हाम्रो नराम्रो क्यामेरा उसबाट फाइनल्ली साथीहरू पञ्चकोट के छ अरे त्यहाँ हिमाल छ यहीँ हामी छौँ तर भिडियोमा त अलिक साह्रो देखिन्छ आम घाम पर चस्मा आइज न गान्द्रुककै भ्यू देखियो त गान्द्रुकको झल्को मेटाउने अब यही बसे कस्तो दोष नराम्रो आएको घाम उता लाग्छ उता लागेको झन् ऊ बिहानैमा लाउँथ्यो त्यहाँबाट यस्तो त्यहाँ ठ्याक्क पर्छ त्यहाँबाट सिधै मात्र पुग्दैन के घाम त्यहाँ पर्छन् के हजुर चाहिन्न नै त्यही छोडी त्यही बाजा लागिसक्यो भाइ यो यहाँ आएछ हामी माथि हेर्दै थियौँ थाहा नबिस यस्तो हुन्छ हामी यहाँ पनि फोटो खिच्ने भिडियो खिच्ने हो अब यस्तो दामी देख्यो यहाँ तल हेरेको यस्तो यता लाइट अब यो छोडेर जानलाई ए काफलको सक्यो हजुर कसरी हो जाने म त सक्दिनँ होला म चाहिँ यहीँ बस्छु जाने त राम्रो लाग्यो आउन त थकायो हो यहाँ भन्दा यता सक्दिनँ साथीहरू म गइन जान्छ हौ ल जाऊ 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 त खै म भिडियो बनाउँछु ओ मम्मी मम्मी सुस्दैन ल अङ्कल आन्टी जानु को म जान्न तिमी जान्यौ हैन हैन हामी टल्क्यो क्या बसेर अयो फाइनली दर्शन गरेर हिँड्यो हामी राम्रो होइन ल ल